आउने होइन त हाम्रो झापाको दमकमा पनि लिची खान। लिची बगैँचामा कति राम्रो लोकल लिची, अर्ग्यानिक लिची बगैँचाभरि लटरम्मै जुप्पा फलिरहेछ। मेरो कान्छो भाइ पनि विदेशबाट आएर लिचीको भिजिट गर्दैछ। अर्ग्यानिक, स्वास्थ्य, ताजा, अति मिठो छ लिची। अझै हप्ता 15 दिन अझै मिठो हुन्छ अरे। अहिले अमिलो रहेछ। हामी भिजिट गऱ्यौँ, कति राम्रो हेर्नु लटरम्मै जुप्पा लिची फलेको छ अर्ग्यानिक। हामी पनि भिजिट गर्न आयौँ, हजुरहरू पनि भिजिट गर्नुहोला। आफू पनि भिजिट गर्नुहोस्, खानुहोस्, चाख्नुहोस्, अनि परिवारलाई पनि लगिदिनुहोस्, परिवारलाई पनि लिएर आउनुहोस्। बगान भिजिट गर्नुहोस्, अर्ग्यानिक लिचीहरू खानुहोस्। आफ्नै नेपालमा उत्पादित फलफुल तरकारीलाई हामी प्रोत्साहन दिउँ। सबै मिली आफ्नै नेपालमा फलेको माटोको फलफुलहरू, सागसब्जीहरू खाउँ। विदेशबाट आएको हेर्दा राम्रो झलक्क भए पनि, कलरफुल भए पनि, कति राम्रो कलर आहा भन्छौँ हामी। जुनै पनि फलफुल किन्दा, सागसब्जी किन्दा राम्रो चडक्क परेको किन्छौँ। तर विषादीरहित फलफुल खाने हो, सागसब्जी खाने हो साँच्चै भने यसको रङ रूप, साइज, हाइट केही पनि हुँदैन होइन। अर्ग्यानिक लिची खानुपर्छ। आज हामी झापाको चपेटीतिर दिदी, बहिनी, छोरी, भाइ, छोरो घुम्दैछौँ। लिची पनि खाँदैछ कान्छो भाइ। रमाइलो लाग्यो अरे यतातिरको वातावरण। झापाको चपेटी चाहिँ साह्रै राम्रो ठाउँ भएछ। यतातिर चाहिँ बस्नु पर्ला भनेर गफ गर्दैछ गाडीभित्र। मलाई पनि यो चपेटीदेखि माथि त्यो अन्धा राजारानी जाने ठाउँको लोकेसन चाहिँ साह्रै मन पर्यो। त्यो ठाउँमा चाहिँ मलाई पनि बसौँ लागेको जग्गा किनेर। हेरौँ अब चोकतिरको जग्गा बिक्री भएछ भने चाहिँ त्यतिर जग्गा किनेर बस्नु पर्ला। साह्रै राम्रो वातावरण रहेछ। भाइलाई पनि साह्रै मन पर्यो अरे यो ठाउँ। अनि अर्ग्यानिक लिची खाँदै गफ गर्दै गर्दैछ। हजुरहरू पनि आउनुहोला, लिची बगान भिजिट गर्नुहोला, परिवारलाई पनि लिची लिएर जानुहोला भन्छु म चाहिँ।